ठुलो कुरा गर्ने ठुलो कुरा के ठुलो कुरा गर्ने ठुलो कुरा यता आउनु बाहिर कहाँ हिँडेर यसरी लुकेर बस्या सम्पर्क तपाईँले भन्न सक्नुहुन्थेन मलाई अब तपाईँले पक्कै न्युज हेरेर थाहै थाहा छैन थाहा छ थाहा भने किन नभने सबैको एउटा आफ्नो जे भए पनि त हजुर हाम्रो नम्बर त पत्ता लाग्थ्यो त हजुर मेरो समस्या यो भन्न त सक्नुहुन्थ्यो एउटा बालिका छोरीलाई रोडमा छोडेर किन हिँड्या अब त्यो परिस्थिति नै त्यतिखेर त्यस्तो खालको कस्तो थियो परिस्थिति दाइ कस्तो परिस्थिति अब संसार त्यो मान्छे जस्तो समस्यामा नि त आज परिवार चलाइरहेछन् त्यो एउटा बाउले त सङ्घर्ष गरेर बच्चा हुर्काउन सकिन्न किन बच्चा पाएको त्यसो भए त्यो भनाइ र गराइमा फरक छ नि सर त्यो त भन्नु पर्यो नि त समाज थियो भनाइ र त्यही गराइमा बच्चा पनि त धेरै फरक छ। आश्रममा हजुर। सल्लाहले राख्न सकिन्थ्यो मैले लिएर गएको कुन आश्रम त्यो त मलाई सम्बन्धित थाहा भएन तर अलिकति बुझेर सम्बन्धित निकाय ओडाबाट सबै कुराबाट गरेर बाटोमा बच्चा छोडेर हिँड्ने त्यत्रो प्लानिङ तपाईँ अनि यहाँ बसेर त्यही बच्चा छ थाहा थियो बच्चा त्यहाँ छ भन्ने कुरा छैन थाहा भयो त यहाँ अहिलेसम्म यो यस्तो अवस्थै आउँछ खोज्नुभयो त बिचमा मेरो बच्चा हराएछ भने कोही खोज्न हिँड्नुभयो कसैसँग गुहार माग्नुभयो कोही भन्नुभयो कसरी माफी दिउँ दाइ कसरी माफी दिउँ कहाँ पुगेन तपाईँलाई खोज्न कहाँ बुझेन आज एउटा बच्चा 18 वर्षको पुग्यो बिजोग अवस्थामा छ बच्चा भेट्ने कि नभेट्ने भेट्ने भेट्न मन छ कुन मुखले भेट्ने यही प्रश्न उहाँको आमालाई गर्नु भएन उहाँको आमालाई त तपाईँले बाटोमा छोडेको कारणले तपाईँलाई यो प्रश्न मैले किन गर्दैछु भने आमाको समस्या ठिक छ तपाईँले भन्न पाउने ठाउँ पनि दिन्छु तपाईँसँग कुरा गर्ने ठाउँ पनि दिन्छु मैले तपाईँले भन्नु पनि म त भनिहाल्छु नि भन्न त पाउनुभयो म दिन्छु तपाईँलाई ठाउँ होइन, तर तपाईँ- मैले तपाईँ जतिको मान्छेले बाटोमा छोडे आमाले त घरमा छोड्या रहेछ तपाईँले बाटोमा छोडिदिनु भयो नि त दाइ बाध्यता थियो भने त समाज थियो होला भन्न पाउनुहुन्थ्यो होला तर एउटा बच्चा सम्झिनुहोस् त तपाईँ जतिको मान्छे पीडा होला गाह्रो होला अभाव होला सङ्घर्ष होला तर एउटा बच्चा त आज हेर्नुहोस् त तपाईँ बच्चा रोएर बाउ भेट्छु भनिरहेछ म भेटाउँछु तपाईँलाई त तपाईँको पनि मेरो दाइ कहाँ लगेर राख्दाखेरि दाइले लगेर गणेशस्थानमा छोडिदिनु भयो तपाईँको त पारिवारिक समस्यासँग त म जान्दिनँ अब एउटा 5,000 रुपियाँ स्यालेरी खाएको मान्छेले मैले कहाँ लगेर बच्चा राख्थेँ क्या त्यो बेलामा भगवान् आफू सँगसँगै राख्न पनि सकिएन बाटोमै छोड्नु पर्ने अवस्था आयो त म आफू बसेको ठाउँमा राख्न नमिल्ने त्यहाँबाट मैले कतै कोठा खोजेर राख्न सक्ने अवस्था पनि थिएन म के गर्नु त्यतिखेर हजुर? म त्यतिखेर यो कार वासमा काम गर्थेँ मन्जुसँग छुट्यो कति समय भयो मन्जुसँग मन्जुसँग छुटेको त मन्जुले कसरी छोड्न पुग्यो त हजुरलाई मन्जुको छोड्नुको कारण चाहिँ के भयो भने तपाईँ अर्को उसमा जानु नै भएन छ त्यहाँनिर गएको भए एकदमै छर्लङ्गे